केटा हो धेरै दिन भयो त केस नआएको। हेलो हेलो सर यहाँ एकजनाको मर्डर भएको छ तपाईँहरू आउनु परेको छ हेलो के रे मान्छे मर्यो सर केस आयो त जाउँ 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 जाउँ। अघि मलाई कल गरेको हो म हो सर साला 5 को 10 आज फ्री कल गर्छस् मसँग पैसा थिएन सर म चाहिँ के करोडपतिको छोरो देखिस् सर हामीहरू त एन्ट्री गर्ने बिर्स्यो त र कडा हो रेडी CID चप्पल इन्भेस्टिगेसन डिपार्टमेन्ट। के रे चप्पल इन्भेस्टिगेसन रे यहाँ चप्पल त हराएको छ नि त अनि कन्छ खुट्टामा हेर न खुट्टामा मेरो चप्पल खै त कान्छा भाइ यस टाइम सिआइडी रे के रे CID माथि शङ्का गर्छस्? कार्ड हेर कार्ड। यो लास्टबाट हेर त चा यसको थुप्रै मन परेन थु यो लास्ट कहाँबाट आयो हिँडेर आयो सर हिँडेर आयो त मलाई पनि थाहा छ किनकि गुन्डाले योसँग पाङ्गा छैन। के भन्छ कडा हो यो लास्ट चेक गर सर यो लास्ट छैन डेड बडी यो डेड बडी। सर यो डेड बडी होइन यो मुर्दा हो मुर्दा मैले के भने सोधेँ छानबिन गर तर सर यहाँ लाग्छ यसलाई कसरी थाहा हो यही हो कि जेलमा पाउनर हेर्दा नि चोर जस्तो छ। सर मलाई दालमा खाना बोलाएको थियो भित्र आएर हेर्दाखेरि त हातभरि रगत रहेछ यता ढलिरहेको रहेछ। ओहो यसको हातमा त दालमटको रहेछ 4 दिन भयो खाना भएको खाइदिन्छु हे जेसुकै होस् खाइदिएँ मैले। खाइदियो सर होइन सर यो त अमिलो छ त। सालाहरू खाना अघि के सल्भ गर्न आएको पाठमाराहरू साला इङ्ग्लिस मिसायो त्यसले के सल्भ भने के हो सर के सल्भ भने कपाल मिलाउने त सर मेरो कपाल मिला छैन कि क्या हो म ब्युटिफुल त देखेको छु नि। यस सर। साला अनपढहरू जहाँ पनि त्यो अङ्ग्रेजी नआउने यसलाई कसरी थाहा भयो हामीलाई इङ्ग्लिस आउँदैन भनेर सर यसले त लास्टै हेऱ्यो अब एक्सन देखाउनु पर्छ ए जाउँ त मजा कति भयो सिरियस हुनुपर्छ सर एक्सन। अरे यस सालेहरू नि काभ्रेले सम्झि पो रहेछ छ्याट। कडा हो मजा कति भयो त टोइलेट छापामा त यता छापामा हजुर सर। सर सर टोइलेटमा पुरा छ मैले टेस्टको लागि ल्याएँ। कले टेस्ट गर त हट म टेस्ट गर्छु सर यो त अमिलो नुनिलो रहेछ गुलियो भयो भने त झन् मिठो हुन्थ्यो सर एभिडेन्सको रूपमा त्यही गुथ्यो यसलाई ल्याबमा लगेर टेस्ट गर भनेको त त्यही पनि खाइदियो सर। केटा हो तालमा केही कालो छ सर कहाँ कालो छ रातो छ त हो र त्यसो भए त खाना मजा आउँछ हजुर। कडा हो छापा मार सर
के भयो खेल्ने सर यो जुत्तामा ब्लड छ पक्कै यो जुत्ताले मर्डर गए हुन सक्नुपर्छ यस्तो जुत्ता कसको खुट्टामा छ खोज हुन्छ सर फोटो तान्छु अब सर यो भिखारीको खुट्टामा एउटा जुत्ता छैन सर यो जुत्ता सेम छ त के हो यसैले गरे हो क्या केटा हो बडी चेक गर सर यो म त 5 रुपियाँ छ तै ताइज त यो अघि खाएको खाना पचाउनलाई पाचक किन्नलाई हो क्या केटाहरू एक दे त मेरो होइन हो त्यसको बाउ खुट्टा आलुमा हान सर मेरो बाउलाई गाली नगर्नु न मेरो बाउ मान हुनुहुन्छ बाउको कुदेर मलाई मुखमा टेप टाँसिदिनुहुन्थ्यो हो रहेछ तेरो बाउ त एकदम महान रहेछ तेरो जस्तो बाउ यो संसारमा कसैको नहोस् केटा हो यो भिखारीको एउटा जुत्ता छैन सर त्यसमा मर्डर पक्कै पनि यसले गरे हुनुपर्छ सर यही हो जन्मारा यसको जुत्ताहरूको उहाँ छ ल हाने नै उठा सर मलाई किन हाने तैँले त्यो मान्छेको ज्यान किन मारिस् अझ किन कुटेको भन्छस् सर मैले मारेको छैन अझ मैले मारे होइन भन्छस् सर कुरा के थियो भन्दा बिहान मैले भिख मागिरहेको एउटा मान्छे आएको थियो दाइ खानु नपाएको 5 दिन भयो केही दिनुहोस् न यस्तो हत्तुकुटो जेलमा भिख माग्छस् के गरेर खानु साला बिहान बिहान फक्क त्यो ज्ञान दिएर जान्छ पैसा दिने छैन भने त सिधै गएको भइहाल्थ्यो नि मात्र हुन्छ क्या You are undertaker arrest. Foot. सर टुरिस्ट स्टडी साला 5 रुपियाँ घुस दिनु सक्छस् त जस्तो भिखारी हो हामी छाडी दे केटा हो यो 5 रुपियाँ भयो नि भोको पेटको लागि हुन्छ यसलाई ठुन्यो भने त्यो 5 रुपियाँ पनि आउँदैन सर यो भिखारीले 5 रुपियाँ दिएको छ हामीहरू के सल्भ गऱ्यो भने 10,000 आउँछ 10,000 सर त्यहाँनिर जुत्ता मात्र छ भनेपछि गरेको छैन सर हाम्रो 10,000 किन सर केटा न्याय छ केटा हो यो लास चिउतो रहेछ छिमेकीलाई बाहिर पठाएर मार्छ किनकि अहिलेसम्म एउटा नि केस सल्भ भएको छैन बाबु यहाँ छानबिन गर्दैन तिमी बाहिर जाऊ त म कहाँ छु तिमी तिम्रो बाउको ससुराली तिम्रो मामा घरमा छौ अनि तपाईँजीको तेरो बाउको सालो तेरो मामा 10,000 बाबा बल्ल मर्यो बल्ल 10,000 आउने भयो त्यहाँ त सिसिङमा छ 10,000 को चक्करमा 10 वर्षको जेल हुने भयो